नमस्कार, हाम्रो युट्युब च्यानलमा यहाँलाई स्वागत छ। आज म सहकारीको एक विशेष रहस्यको बारेमा बताउन गइरहेको छु, जुन रहस्य आजका मितिसम्म कसैले पनि गरेको छैन र सहकारीप्रति तपाईले सोच्ने तरिकामा आमूल परिवर्तन ल्याउने छ भन्ने मैले आशा बोकेको छु। र गजबको रहस्य के छ भने, जब रामायण ग्रन्थ र महाभारत ग्रन्थ भन्दा परिमार्जित ग्रन्थ यो सहकारी हो। कसरी त? आउनुहोस् यसको बारेमा केही व्याख्या गरौँ। जब त्रेता युगमा आयो, रामको दाजुभाइमा एक किसिमको झगडा भयो। झगडा यसमानेमा भयो कि भाइ तिमीहरू राज्य चलाऊ, म जङ्गल जान्छु भनेर दाइले भन्छ। भाइहरू भन्छ हैन दाइ, तपाईँ जेठो मान्छे, तपाईँ राज्य चलाउनुहोस्, हामी जङ्गल जान्छौँ यानि कि वनवास जान्छौँ भन्ने विषयमा झगडा हुन्छ। र जब द्वापर युग आउँछ, द्वापर युगमा पनि भाइ भाइहरू बीच झगडा हुन्छ। झगडा माने यसमानेमा हुन्छ जसरी भए पनि भाग हामीले खानु पर्दछ, उनीहरूले खानु हुँदैन भन्ने हिसाबमा कपट गरेर छल गरेर भए पनि भाग हामीले नै खानुपर्छ भन्ने हिसाबले झगडा हुन्छ। अन्ततगत वनवास नै हुन्छ। यी द्वापर युग र त्रेता युग अरूलाई सुख दिन खोज्दाखेरि पनि अन्ततगत दुःखै पायो, अरूलाई दुःख दिन खोज्दाखेरि पनि अन्ततगत स्वयंले पनि दुःख पायो। भने जब कलियुग आयो, कलियुग पछि जब सहकारी ग्रन्थ आयो, सहकारी ग्रन्थमा गजबको कुरो के छ भने, आफ्नो भाग आफै खानु पर्दछ, अरूको भागमा हिस्सा खोज्नु हुँदैन, आफ्नो कर्म आफै गर्नु पर्दछ, अर्कोको कर्ममा आँखा लगाउनु हुँदैन। यो हिसाबले चाहिँ सहकारी गजब सुन्दरको कुरो आयो। सहकारी सुन्दर अझै गजबको कुरो के छ भने, सहकारीमा जीवनयापन गर्ने सर्वोत्तम विकल्प सहकारी हुन आयो, जसमा कि यसमा आर्थिक कार्य, सामाजिक कार्य र सांस्कृतिक कार्य गर्दछन्। आर्थिक कार्यबाट जीवनमा आर्थिक इकोनोमिक ग्रोथ गर्ने कार्य गर्दछ भने, सामाजिक कार्यमा चाहिँ सामाजिक सद्भावना कायम गर्ने, शान्ति स्थापना गर्ने र सांस्कृतिक कार्यमा परम्परा जोगाइराख्ने भावनाले सहकारी कर्मीहरू आफूले गर्छन्, अरूले पनि थाहा पाउलान् है भन्ने हिसाबले गर्छन् र आफू स्वावलम्बी हुन्छन्, ताकि अरूले पनि जान्लान् र अरूले पनि प्रेरणा पाउलान् भन्ने ध्येयका साथ ऊ स्वावलम्बी बनेर गर्दछ। त्यसै हिसाबले चाहिँ यो सहकारी परिमार्जित ग्रन्थ हो। यस्तै यस्तै सहकारी सम्बन्धी प्रेरणादायी भिडियो हेरिरहनको लागि मनमोहन विष्ट अफिसियल युट्युब च्यानललाई भने अवश्य सब्स्क्राइब गरिदिनु होला र यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर अवश्य गरिदिनु होला। हस्त धन्यवाद।